तपाईँ सेफ हुनुहुन्छ होइन? मेरो एउटा सानो प्रश्न छ तपाईँको लागि र त्यो प्रश्न हो सेफ थकाली खाना सेट अनि नेपाली खाना सेट बीच फरक चाहिँ के छ त? प्रश्न सजिलो भए पनि उत्तर अलिकति फरक हुन सक्छ। सुरुवातबाट सुरु गरौँ है त। थकाली खाना सेटको सम्बन्ध नेपालको हिमाली भेग विशेष गरिकन कालीगण्डकी नदी वरिपरि बसोबास गर्ने एक समुदाय थकालीसँग जोडिन आउँछ। थकाली समुदायमा पाक्ने दाल भात तरकारी अचारको खाना सेटको सम्मिश्रणलाई नै थकाली खाना सेट भन्ने गरिन्छ। अब यहाँ प्रश्न आउँछ 4 जात 36 वर्णले सुसज्जित नेपालको हरेक घरमा दाल भात तरकारी अचार पाक्ने गर्छ। अनि थकाली खाना र नेपाली खाना सेटमा के फरक नै रह्यो त? यहाँ छ है त। थकाली खानालाई विशेष बनाउने भनेको कालीगण्डकी नदी वरिपरिको उत्पादनले हो। यो खाना सेटमा प्रयोग गरिने पोखरेली बासमतीको चामल, मुस्ताङ्गे आलु, पहाडी भेगको उन्नत साग अनि थोरै मसला सकभर जिम्बु मात्रै झानेको कालो दालले थकाली खाना सेटलाई अरू खाना सेट भन्दा पृथक अनि स्वादिलो बनाउने गर्दछ।